नमस्कार सबैजनामा म सीता दाहाल ढुङ्गेल आज पनि यहाँहरुमाझ उपस्थित भइसकेको छु ग्रिक फुडको रेसिपी लिएर। आजको रेसिपी चाहिँ छ फाजी भन्छ है यिनीहरूको भाषामा यसलाई यहाँनेरि। अब म चाहिँ फटाफट ढिला नगरिकन कसरी यो खानेकुरा बनाउने भन्ने कुरामा चाहिँ लाग्छु, किनकि समय एकदमै थोरै छ, मसँग कामहरू धेरै छ र म चाहिँ यहाँनेरि यो फाजी यस्तो रङको हुन्छ है, यो चाहिँ चामल र फाजी हालेको छु। यो फाजीलाई चाहिँ हाम्रो नेपालीमा गहत भनिन्छ होला सायद, गहत होइन। अब यो दाल एक किसिमको पहेँलो हुँदो रहेछ भित्र, सायद रहरको दाल हो कि के हो, यो मैले राम्रोसँग जानिनँ, माफ गर्नु होला। यो ग्रिकमा चाहिँ यसलाई फाजी भनिन्छ। अब चाहिने सामग्रीहरूमा चाहिँ फाजी 2 कफी कप, मैले चाहिँ थोरै बनाएको छु है, परिवार अनुसार घटी बढी गर्न सकिन्छ। त्यसैले यो कफी कपको 2 कफी कप फाजी हालेर पहिला फाजीलाई मैले यहाँ उसिनेर, अनि यसको पानी रातो पानी आउँछ, यो पानी फ्याँकेर मैले अर्को पानी हालेको हो, सफा पानी हालेको हो। अनि त्यस पछाडि उसिनेर त्यो सफा गरिसकेपछि, पानी फ्याँकिसकेर पखालिसकेपछि, अनि यसको 1 कप चामललाई पनि धोएर अनि यहाँ मैले मिक्स गरेँ, यसरी यहाँ देख्न सक्नुहुन्छ। अनि त्यसपछि यो प्याज यहाँ हेर्नुहोस् है, यो प्याजी यहाँनेरि यस्तो एउटा प्याजलाई चाहिँ यसरी मसिनो गरेर काट्ने, यो प्याजलाई पनि मैले यसमा एड गरेँ, यहाँनेरि हेर्न सक्नुहुन्छ तपाईहरुले। यो प्याजलाई मैले यहाँ हालेँ। अनि त्यस पछाडि अनि यो माची छ यहाँ एउटा, हेर्नुहोस्, मैले चाहिँ यो माजीलाई चाहिँ केही समय पछाडि हाल्छु, किनकि अहिले अब तुरुन्तै हाल्यो भनेदेखि चाहिँ अलिकति धेरै पाक्छ क्या मसला, अनि त्यो भएको भएर त्यति राम्रो हुँदैन। अनि 1 कफी कप तेल, अलिभको तेल आधी अनि सनफ्लावरको तेल आधी गरेर 1 कफी कप चाहिँ मैले तेल एड गरेँ यसमा यसरी। अब अनि यसलाई चाहिँ मैले लगभग अब आधी घन्टा पकाउँछु, किनकि लामो पुरा भिडियो बनाउन मसँग टाइम हुँदैन, त्यसैले सरसर्ती मात्रै भनिदिनेछु। आधी घन्टा यसलाई पकाइसकेपछि अनि यो माचीलाई हाल्दैछु मैले, र यहाँ मैले एउटा क्यारोटलाई पनि लिएको छु। यसलाई चाहिँ मैले धोएको छैन है, धोएर म यसलाई धुन्छु अहिले धोएर यो सफा गरेर राख्दाखेरि अलिकति दाग, कालो कालो दाग आउने भएकोले मैले यसलाई यत्तिकै राखेको छु। अनि आधी घन्टा पछाडि मैले जब यो माजी हालेर यो माजी घोलिसकेपछि त्यस पछाडि यसलाई 5 मिनेट जति यो फाजीभित्र कोरेसोमा कोरेर होइन, जुन यो यसलाई सफा गर्छु, यो क्यारोटलाई सफा गरिसकेपछि कोरेसोमा कोरेर हाम्रो भुजुरी बनाउँछ नि नेपाली होइन, त्यसै गरी भुजुरी मसिनो सानो सानो भुजुरीहरू बनाएर अनि यही यो फाजीमै एड गर्नुपर्छ लास्टमा, अनि 5 मिनेट मात्रै पकाउनुपर्छ। यति गरिसकेपछि हाम्रो यो फुड फाजी ग्रिक फुड चाहिँ रेडी हुन्छ। र कसैले चाहिँ पछि अनि लेमन कागतीलाई काटेर होइन आफ्नो थालमा हालेर जुस बनाएर पनि खान्छन्, र कसैलाई नुन पुगेन भनेदेखि उनीहरूले नुन पनि थोरै एड गर्न सक्छन्। र यो रेसिपी चाहिँ जहान परिवार अनुसार थोरै अथवा धेरै बनाउन सकिन्छ। र एकपटक फेरि पनि म सामग्रीहरू भन्दैछु। फाजी 2 कफी कप, तेल 1 कफी कप, चामल 1 कफी कप, प्याज एउटा मसिनो गरी काटेको, अनि गाजर एउटा, माची एउटा, मसला, यति सामग्री भयो भने चाहिँ अनि हामीले यो रेसिपी तयार गर्न सक्छौँ। ग्रिक फुडको रेसिपी हुन्छ। यहाँहरूले यो भिडियो हेरिदिनु भयो, यहाँहरूलाई धेरै धेरै धन्यवाद छ। मैले गरेको एउटा सानो प्रयासमा यहाँहरूको हौसला पाएँ भने अझ राम्रोसँग भिडियोहरू बनाउनलाई मलाई हौसला प्रदान गर्नु अनुरोध गर्दछु। लाइक, सेयर, कमेन्ट यदि तपाईँलाई इच्छा लाग्यो भनेदेखि गर्न सक्नुहुन्छ। आफ्नो नयाँ आउने
नेपालबाट नयाँ आउने आफ्नो साथीहरूलाई दिदीबहिनीहरूलाई पनि तपाईँले सेयर गरिदिन सक्नुहुन्छ ताकि उहाँहरूलाई एउटा मेरो सानो प्रयासले हेल्प हुन सकेको होस्। हुन्छ, सबैलाई धन्यवाद र फेरि अर्को नयाँ रेसिपीमा आउनेछु। नमस्कार।